हेमु बुद्ध दाइको बारेमा आज मैले सानो ऱ्याप लेखेको थिएँ। म त्यही सुनाउन गइरहेको छु हैन। नराम्रो बनाउने इन्टेन्सन चाहिँ मेरो छैन। नराम्रो भइदियो भने चाहिँ सबैजना मलाई माफ गरिदिनु होला है त। म चाहिँ फेलियर्स बोइजबाट ह्यामर बोय है त। म बुद्ध दाइ, म हुँ हजुरको भाइ। मलाई ऱ्याप लेख्न सिकाउनु भो, मेरो हात समाए। हामी सबैलाई हिँड्न सिकाउनु भो, आफ्नो खुट्टा दुखाए। हामी सबैलाई एक्लै छोडेर जानु भो, आफूले नाम कमाए। हिपहपको बाटोमा लिनु भो हामी सबैलाई। आई मिस यु म बुद्ध दाइ, किन छोड्नु भो हामीलाई? हजुर त किङ हो, हजुरको कुरा अब नगरौँ भो। वास्तवमा दाइ हजुर नै ऱ्यापर्सहरूको भगवान नै हो। जानु भो किन एक्लै, कुनै दिन म नि आउँछु। हजुर आशीर्वाद मात्र दिनु न दाइ, म नि बबा ऱ्याप बनाउँछु। जानु भो किन एक्लै, कुनै दिन म नि आउँछु। हजुरको आशीर्वाद मात्र दिनु न दाइ, म नि बबा ऱ्याप बनाउँछु। सबै ऱ्यापर्सहरू रेस्पेक्ट गर्छन् नि दाइको। मेरो के कुरा गर्छस् भाइ, म त झन् दाइको भाइ हो। दाइलाई कसैले के भन्यो कि भइहाल्छु म साइको। दाइलाई नराम्रो भन्ने मान्छे मसँग भिड्न आइजो। म त फुटाइदिन्छु पहिला तेरो टाउको, काटिदिन्छु आधा शरीर अनि आधा चिप्काइदिन्छु शरीर त्यसमा गाईको। जानु भो किन एक्लै, कुनै दिन म नि आउँछु। हजुर आशीर्वाद मात्र दिनु न दाइ, म नि बबा ऱ्याप बनाउँछु। दाइ हामी भन्दा अगाडि आउनु भो, धेरै बिस्तारै बिस्तारै दामी ऱ्याप बनाउनु भो। सबैको मनमा राज गरी बिस्तारै ट्रफी अनि मेडल पनि पाउनु भो। दाइले सानो उमेरमै धेरै नाम कमाउनु भो, त्यसैले त होला है राम्रो मान्छे चाँडै हराएको प्रश्न पनि भो। दाइ म पनि हजुर जस्तै हुँला भन्ने सपना बुन्छु। म पनि हजुरको अहिलेसम्म गीत सुन्छु। कोही हेर्छ कि भनी म कुनामा गई आँखा मिच्दै रुन्छु। मिस यु म दाइ। जानु भो किन एक्लै, कुनै दिन म नि आउँछु। हजुरको आशीर्वाद मात्रै चाहियो दाइ, म पनि दामी ऱ्याप बनाउँछु। हजुरको आशीर्वाद मात्र चाहियो दाइ, म पनि दामी ऱ्याप बनाउँछु। लेजेन्ड होइन, मिस यु। अब यसरी ऱ्यापमा हजुरलाई उतार्नु पनि मिल्दैन होइन। हजुर भनेको हाम्रो मनभित्र हुनुहुन्छ सबैको होइन। हजुरको प्रति हाम्रो माया कहिले कम हुने छैन। मिस यु लेजेन्ड, अलवेज लभ यु फर एभर।